दर्शकबिन चलचित्र आबाट आमाको बजेट कति करोड खर्च भएको थियो चलचित्र आबाट आमा बनाउँदा र यो चलचित्र हिट हुन यसले कति कमाइ गर्नुपर्ने हुन्छ र आज 7 दिनसम्म आइपुग्दा चलचित्रले नेपाली बक्समा कति करोडको व्यापार गर्न सफल भयो र चलचित्रलाई आम नेपाली दर्शकमण्डलीले के कस्ता प्रतिक्रियाहरू दिएका छन् र चलचित्रले के कस्ता रेकर्ड तोड्न सफल भएको छ, के यो चलचित्र हिट होला आदि इत्यादि कुराको जानकारी दिनेछौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। दर्शकबिन चलचित्र आबाट आमामा एउटी आमाले आफ्नो सन्तानप्रति गरेको माया स्नेह र एउटा छोराले आमाप्रति देखाएको विश्वास सङ्घर्ष र एउटा युवाले विदेशमा गएर पाएको दुःख कष्ट र अप्ठ्यारोलाई छर्लङ्गसँग देखाइएको छ। दर्शकबिन चलचित्र आबाट आमाले पहिलो दिन 35 लाख बराबरको ग्रस कलेक्सन गरेको थियो भने दोस्रो दिन 70 लाख बराबरको ग्रस कलेक्सन गरेको थियो र तेस्रो दिन आइतबार वर्किङ डे रहेको हुनाले चलचित्रमा भारी गिरावट देखिएको थियो र चलचित्रले तेस्रो दिन 15 लाख बराबरको ग्रस कलेक्सन गरेको थियो। त्यसैगरी चौथो दिन चलचित्र आबाट आमाको ग्रोथ अलिकति बढी देखिएको थियो र चौथो दिन चलचित्रले 25 लाख बराबरको ग्रस कलेक्सन गरेको थियो। त्यसैगरी पाँचौं दिन मंगलबारदेखि डिल डे सुरु हुनुभएको हुनाले पाँचौं दिन चलचित्रले आक्रामक व्यापार गरेको थियो र पाँचौं दिन चलचित्र आबाट आमाले फेरि 70 लाख बराबरको ग्रस कलेक्सन गरेको थियो भने छैटौं दिन बुधबार त फिल्मले रेकर्ड तोड बेच्ने गरेको थियो। चलचित्रमा धेरै ग्रोथ देखिएको थियो। छैटौं दिन चलचित्रले रेकर्ड ब्रेक गर्दै 1 करोड बराबरको ग्रस कलेक्सन गरेको थियो भने 6 दिनसम्म आइपुग्दा चलचित्र आबाट आमाले नेपाली बक्स अफिसमा 3 करोड बराबरको ग्रस कलेक्सन गरेको थियो र आज 7औं दिन पनि चलचित्र आबाट आमाको एडभान्स बुकिङ अत्यन्तै राम्रो रहेको छ। आम नेपाली दर्शकहरूको प्रतिक्रिया अत्यन्तै राम्रो रहेको छ। सम्पूर्ण सिनेमा हलहरू हाउसफुल भएको छ र यो चलचित्रको एडभान्स बुकिङ अत्यन्तै बलियो रहेको हुनाले आज पनि चलचित्र आबाट आमाले 7औं दिन 50 लाख बराबरको ग्रस कलेक्सन गर्ने देखिएको छ र यसरी 7 दिनसम्म आइपुग्दा चलचित्र आबाट आमाले 3.5 करोडको बम्पर कलेक्सन गरेको छ र चलचित्रको बजेट रहेको थियो 1 करोड 60 लाख। चलचित्र नेपाली बक्स अफिसमा हिट हुन यसले 3.5 करोड बराबरको ग्रस कलेक्सन गर्नुपर्ने थियो। चलचित्रले 7 दिनसम्ममा 3.5 करोड ग्रस कलेक्सन गरिसकेको छ र चलचित्र नेपाली बक्समा हिट भएको छ र आगामी दिनहरूमा चलचित्र अल टाइम ब्लकबस्टर हुन्छ या हुँदैन, आगामी दिनमा चलचित्रले के कस्ता रेकर्ड ब्रेक गर्न सफल हुन्छ, के कति कमाउन सफल हुन्छ, चलचित्रमा दर्शकले के कस्तो प्रतिक्रियाहरू दिन्छन्, यो चलचित्रले 51 दिन मनाउँछ या मनाउँदैन भन्ने कुराको जानकारी लिएर आउनेछौँ। कृपया हाम्रो युनिक च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। यो भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला ताकि हामीले आगामी दिनमा यस्तै भिडियोहरू लिएर आउनेछौँ जसले गर्दा हजुरलाई धेरै कुराको नलेज हुनेछ। थ्याङ्क यू फर वाचिङ भिडियो। बाई बाई।